हेलो एभ्रिवान, गुड मर्निङ। न्यू डे न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। फेरि पनि अर्को भ्लग लिएर एन्ड मेरो भिडियो लिएर आइसकेको छु। लाइक आज चाहिँ होइन, अब स्याटरडे हो नि त होइन, लाइक शनिबार हो कि। सो त्यही भएको कारणले गर्दा चाहिँ म बिहानको समयमा लाइक अब फ्री भएको मात्र हो। बिहानको नजारा पनि देखाउनु पऱ्यो मेरो सब्सक्राइबर्सहरूलाई, भ्युवर्सहरूलाई भनेर जस्ट म रनिङ गर्न आएको साथीहरू। के हो पछाडि चाहिँ लन्डन कलेज लेखेको छ क्या। लाइक म त हिँड्दा अब लन्डन आइसकेँ जस्तो लाग्यो क्या मलाई। किन भन्दा चाहिँ पछाडि देख्न सक्नुहुन्छ म रनिङ गर्दैछु। सो रनिङ गर्न एकदम मलाई मनपर्छ साथीहरू होइन। मैले निस्ट कलेजमा आइसकेँ है, देख्न सक्नुहुन्छ पछाडि। ठ्याक्कै निस्ट कलेजमा आइसक्यो म। अब निस्ट कलेज चाहिँ राम्रै कलेज हो भनेर चाहिँ मैले सुनेको थिएँ। बट मैले होइन, अब राम्रो हो कि नराम्रो, बट मैले भनेर पनि भएन। लाइक मैले चाहिँ अब टिकटकमा युट्युबहरूमा मैले चाहिँ देखेको थिएँ कि होइन। अब मलाई राम्रो लागेर पनि अब हजुरलाई राम्रो लाग्नु पऱ्यो। बट केही छैन, गाह्रो भयो रनिङ गर्दा। फेरि यहाँबाट चाहिँ म 2-3 मिनट अगाडि जानुपर्ने हुन्छ रनिङ गरेर। तर रनिङ गर्नलाई चाहिँ मजा छ है साथीहरू। कसैको बानी हुन्छ क्या होइन, लाइक अब बेलुकाको समयमा होइन, अब खानासाना सबै खाएर 11-12 बजीसम्म चाहिँ अब स्टुडेन्ट मान्छेहरू पढ्छ, कसैले गेमहरू खेल्छ, लाइक मुभीहरू हेर्छ। अब कोही भने चाहिँ अब सुत्नै रुचाउँदैन होइन। लाइक अब 11-12 बजीसम्म चाहिँ यतिकै होइन बसिदिन्छ। अनि बिहान चाहिँ अब उठ्नु गाह्रो भयो। लाइक मेरो त आँखा दुख्यो। अब कलेज जाने अब स्टुडेन्टहरू त उठ्नु नै सक्दैन, भ्याउँदैन भन्छ कि होइन। त्यो जस्ट बाहना मात्र हो भन्छु म। एज अ स्टुडेन्ट कोही भने अब स्टुडेन्ट हुन्छ होला, अब कोही भने लाइक अब कर्मचारी हुन्छ होला, अब गभर्मेन्ट जब गर्नुहुन्छ होला होइन। सो 9:30 नभए चाहिँ अब 10 कम्तीमा पनि 10:30 बज्योभन्दा अगाडि नै सुत्नु भन्छु क्या म होइन। लाइक अब बिहान 5 बजे पनि उठ्न सकिन्छ क्या मजाले। सो रनिङ गर्न आउनुहोस्, लाइक फिटनेसमा पनि एकदम ध्यान दिनुहोस् भन्न चाहन्छु। सो पछाडि चाहिँ एकजना ब्रोदर चाहिँ आउँदै हुनुहुन्छ। सो चाहिँ यता देख्न सक्नुहुन्छ, यो चाहिँ अब गाडीको सोरुम रहेछ क्या। कसैबाट लाइक अब ऋण लिएर चाहिँ अब पैसाको चाहिँ हल्का अब बजेटको म्यानेज गर्न सकिन्छ, व्यवस्था गर्न सकिन्छ भने चाहिँ म किन्न चाहिँ सक्छु। सो आफूसँग अब पर्सनल रूपमा चाहिँ पैसा छैन क्या। सो राम्रो गाडीहरू लाइक भ्यानहरू, कारहरू रहेछ र मलाई चाहिँ मन पऱ्यो। सो देख्न सक्नुहुन्छ यहाँ परिवारहरू रहेछ कि, परिवारहरू रहेछ। कस्तो राम्रो रहेछ क्या ठाउँ। के हो, बर हो कि पिपल हो यो? बर हो कि जस्तो लागिरहेछ मलाई, तर थाहा भएन। यस्तो भिडियो गर्दै थिएँ। हेलो भनिदिनु, हेलो भनिदिनु। आमा हुनुहुँदो रहेछ हजुर? हजुर हजुर आउनु भएको छ। हजुरसँग कुरा गर्नु पर्यो हल्का। हजुरको नाम? हजुर हजुरको नाम? होइन केही फरक परेन। रनिङ गर्न जाऊँ भनेर चाहिँ आएको, यसो दर्शन गर्न पनि आइहाल्यो भित्र। ल साथीहरू, म मन्दिर आएर पनि होइन, लाइक अब मैले टिका लगाइसकेँ होइन। सो देख्न सक्नुहुन्छ टिका लगाइसकेँ मैले होइन। सो अब म यहाँबाट चाहिँ अब घरतर्फ जानुपर्ने हुन्छ। सो रमाइलो भयो आजै, पूजा पनि गर्न पाइयो। सो फेरि पनि एकपटक ल म यहाँबाट चाहिँ गइसकेँ है अब। सो मन्दिरलाई पनि टाटा बाइ बाइ भनौँ। ल यस्तो छ कि होइन, लाइक अब मेन रोड उता देख्न सक्नुहुन्छ, उता चाहिँ अब मेन रोड भइहाल्यो, हाइवे भइहाल्यो। लाइक अब छेउछाउको होइन, बिचको कुना काप्चातिर होइन, लाइक अब गल्लीतिर लाइक अब राम्रो छैन क्या रोडहरू होइन। लाइक अब कुनै ठाउँमा चाहिँ राम्रो होला, कुनै ठाउँमा चाहिँ नराम्रो होला। लाइक अब सबै ठाउँमा चाहिँ राम्रो छ भन्न चाहिँ मिल्दैन। लाइक अब कुनै ठाउँमा पनि लाइक अब थप चाहिँ सुधार गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्यो होइन। यहाँको चाहिँ अब दृश्य लाइक भ्यू नजारा हेर्नुपर्दा लाइक अब फोहोर पनि डेन्जर नै छ। सो यसको अब कसरी हुन्छ हल्का व्यवस्था चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई, यहाँको स्थानीय सरकार लाइक अब नेपाल सरकारले। सो उतातिर देख्न सक्नुहुन्छ, उता चाहिँ अब हाइवे भयो क्या, मेन रोड भयो, एकदम राम्रो छ कि होइन। लाइक अब कालो पत्री लाइक अब पिच चाहिँ गरेको छ कि होइन। सो यता देख्न सक्नुहुन्छ, अब बिचमा चाहिँ यो साइडको रोडमा चाहिँ के भएको हो क्या यस्तो होइन। लाइक अब उता
उतापट्टि चाहिँ राम्रो छ ठ्याक्कै यतापट्टि बिचमा के हो अब यो निर्माण गर्दा गर्दा लाइक अब बिचमा चाहिँ अब बजेटको कारणले गर्दा लाइक अब बजेट नपुगेर निर्माण हुन नपाएको हो कि मलाई चाहिँ थाहा भएन ल म अहिले बालकुमारी आइसकेँ होइन लाइक उता खरिपोट हुँदै चाहिँ उता म घरकोसम्म चाहिँ गएको थिएँ होइन सो अहिले चाहिँ बालकुमारी आइसकेँ लाइक अगाडि चाहिँ बालकुमारीको लाइक अब के भन्छ पुल छ कि होइन सो म उतापट्टि चाहिँ अब जान पनि सक्थेँ लाइक त्यहाँबाट चाहिँ अब सिआरटी कलेज गएर लाइक भित्र पसेर लाइक अब डाइरेक्ट म आफ्नो चाहिँ घर जान सक्थेँ बट मलाई हल्का ठ्याक्कै अगाडि गएर अब पुल मुनिबाट जानुपर्ने हुन्छ कि म होइन लाइक फोहोर चाहिँ डेन्जर छ है ललितपुरमा अब यसलाई कसरी हुन्छ हल्का चाहिँ व्यवस्था चाहिँ गर्नु पऱ्यो जस्तो लाग्छ मलाई बट केही छैन त्यो यता चाहिँ देख्न सक्नुहुन्छ ट्याक्सी रहेछ कि लाइक मलाई त अब के लाग्यो भनेपछि यो ट्याक्सी कतै मलाई लिन आएको होइन कि जस्तो फिल भयो बट केही भएन मैले चाहिँ इन्डिया पनि गरेको होइन मैले चाहिँ अब पठाउ पनि गरेको होइन केही पनि गरेको होइन लाइक मलाई अब त्यस्तै फिल भएको जस्तो लाग्यो मलाई हल्का समस्या चाहिँ के छ भनेपछि होइन लाइक अब भक्तपुर होस् कि लाइक काठमाडौँ होस् कि होइन ललितपुर होस् कि अब मेन समस्या भनेको नै लाइक अब यहाँको चाहिँ अब वायर तारको राम्रोसँग होइन व्यवस्था नहुन सकेको जस्तो लाग्छ कि मलाई देख्न सक्नुहुन्छ गुज्रुक्क परेको छ क्या लाइक जगुल्डो जस्तो सर्ट हुने पनि लाइक अब त्यतिकै चान्स हुन्छ कि होइन सो अब यसलाई कसरी हुन्छ अब उता न्यु रोडतिर होइन भित्र अब लाइक अब बानेश्वरतिर लाइक त्यहाँ चाहिँ हल्का व्यवस्था चाहिँ गरेको छ कि होइन वायरको लोकेसन चाहिँ खरिपोटमा पर्छ होला जस्तो लाग्यो मलाई केही फरक परेन जस्ट यहाँ चाहिँ माइलस्टोन कलेज थियो क्या अगाडि माइलस्टोन कलेजको लाइक जस्ट अपोजिट नेर हो यो एकदम जुगुल्डो छ कि होइन लाइक अब यसको कसरी हुन्छ लाइक अन्डरग्राउन्ड मा होइन लाइक अब तारहरू चाहिँ बिछाएर हुन्छ कि हल्का चाहिँ अब म्यानेज चाहिँ गर्नु पऱ्यो जस्तो लाग्छ होइन अब ललितपुर महानगरपालिकाको लागि अब चिरीबाबु महर्जन ध्यान आकर्षण होस् भन्न चाहन्छु म सो यता चाहिँ डोजर बोक्ने चाहिँ गाडी रहेछ क्या जस्ट म यहाँबाट चाहिँ अगाडि गएर चाहिँ अब पुल मुनि गएर जस्ट त्यहाँबाट चाहिँ म घरतर्फ लाग्नुपर्ने हुन्छ साथीहरू पछाडितिर चाहिँ लास्टै धुलो थियो कि होइन सो यहाँ चाहिँ त्यति साह्रो चाहिँ धुलो रहेन छ मलाई हल्का हिँड्न पनि त्यति समस्या चाहिँ भएको छैन त पुल मुनि गयो भने लास्टै फोहोर छ क्या पुल मुनि लास्टै फोहोर छ फोहोर पनि देखाउनु पर्ने हुन्छ मैले तपाईँहरूलाई देख्न सक्नुहुन्छ यहाँ चाहिँ लास्टै फोहोर छ कि होइन यहाँ चाहिँ अङ्कलहरू हुनुहुँदो रहेछ क्या होइन यसो भिडियो रेकर्ड गर्दै थिएँ यो कान्छाले के रेकर्ड गर्दैछ के भन्दैछ भनेर सोचिराख्नु भएको होला मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु पर्छ तपाईँले हुन्छ ल हजुरसँग भेटेर खुसी लाग्यो ल मैले यसो होइन अङ्कलसँग जोकसोक गरेँ होइन लाइक मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु पऱ्यो तपाईँले जसरी पनि भनेको थिएँ होइन लाइक हस् भन्नुभयो उतापट्टि गयो भने काठमाडौँ पर्छ काठमाडौँ एरिया पर्छ अनि यतापट्टि चाहिँ ललितपुर एरिया पर्छ कि होइन जस्ट म त्यहाँ गएर चाहिँ अब यसो गफसप गर्नुपर्ने हुन्छ आन्टीहरूसँग लागि होइन दिदीहरूसँग अब उहाँहरू चाहिँ यहाँको नै बासिन्दा हुनुहुन्छ कि के हुनुहुन्छ मलाई चाहिँ थाहा भएन हजुर यहाँको बासिन्दा हुनुहुन्छ होइन काम गर्नुहुन्छ सुकुमबासी बस्ती हो र यो के हो यही बस्नुहुन्छ कि तपाईँ कहाँको भन्नु खोजेँ मैले ए भने चाहिँ काम गर्न आउनु भएको ए ल ठिक छ तपाईँ कहाँ भन्नुहुन्छ म त अगाडि हो एमआरएलभित्र बोजीपुर चिन्नुहुन्छ त्यहाँनिर यसो आन्टीहरूसँग होइन अब कस्तो ब्युटिफुल क्युट आन्टीहरू हुनु रहेछ होइन यसो गएर बोलिदिउँ त भनेर चाहिँ मलाई लाग्यो ल साथीहरू होइन आजको दिनको सुरुवात लाइक एकदम राम्रो नै भयो होइन लाइक रमाइलो नै भयो लाइक रनिङ गराउनु पाएँ होइन बिहान लाइक अब चिसो होइन लाइक अब फ्रेस हावा होइन मैले खाना पनि पाएँ होइन हरेक कुराहरूको महसुस गर्नु पनि पाएँ अनि पब्लिक सामु लाइक अब बोल्न पनि पाएँ होइन अनि एउटा चाहिँ नरमाइलो कुरा चाहिँ मलाई होइन लाइक अब फिल चाहिँ के भयो भनेपछि लाइक एउटा चाहिँ होइन मेरो खुट्टा चाहिँ एकदम डेन्जर धेरै दुखिरहेको छ लाइक अब धेरै हिँडेर होला लाइक रनिङ गरेर होला केही फरक परेन होइन लाइक यसको म हल्का व्यवस्था पनि गर्नेछु अनि अर्को भनेको चाहिँ मलाई एकदम पेट पनि दुखिरहेको छ लाइक अब खाली पेट भएर पनि हो जस्तो लाग्यो मलाई होइन अब बिहान चाहिँ रनिङ गर्दा चाहिँ मैले आज होइन अब खानामा केही पनि थिएन क्या लाइक अब दुध नभए चाहिँ होइन लाइक चनाहरू अन्डाहरू खाएर आउनु पर्ने थियो लाइक हरेक दिन त म खाइरहेको हुन्छु बट आज सकिएर मात्र हो यति भन्दै म आजको भिडियो होइन मेरो ब्लग म इन गर्न चाहेँ एन्ड अर्को भिडियोमा लाइक मेरो अर्को ब्लगमा भेट्नुपर्छ सी यु इन नेक्स्ट भिडियो बाई बाई एभ्री वान टेक केयर